विवाहपछि छोरी मान्छेको नाम परिवर्तन हुन्छ कि जिन्दगी? हजुरहरूलाई के लाग्छ? मलाई त लाग्छ विवाहपछि त के भन्नु, विवाहकै दिन जब छोरी मान्छे माइतीबाट जाँदै गर्छन् नि, त्यति बेला उनीहरूले चुपचाप आफ्नो खुसी स्वतन्त्रता अनि जन्मिएदेखि देखेको जुन संसार हुन्छ नि त्यो माइतीमा चटक्क छुटेर जान्छन् कि। अनि माइती पनि अब मरे पनि क्रियासम्म गर्न नपर्ने गरी पूजा कर्महरू गरेर पठाइरहनु भएको हुन्छ। अनि नयाँ घरमा उसको अलग्गै नयाँ पहिचान हुन्छ। कसैकी छोरी अब कसैकी श्रीमती बुहारी अनि समयसँगै आमा बन्छ कि। तर पनि उसको मनमा त माइतकी त्यो सानी छोरी अझै पनि जीवितै हुन्छ जो त्यही माइतीको आँगनमा रमाएर खेल्न चाहन्छे। तर समय परिवर्तनसँगै उसले जिम्मेवारीले यति चाहन्छ नि अरूको खुसीमा रमाउनु, अरूका लागि खुसी दिनु, नयाँ नियम नयाँ बाध्यता अनि त्यहाँको नयाँ परिवेशमा डुल्दा डुल्दै उनीहरूले आफ्नो माइती नै बिर्सिन्छन् कि। त्यही नयाँ परिवेशलाई आफ्नो घर संसार बनाएर उनीहरू त्यहीँ रमाउन सिकेका हुन्छन्। त्यही भएर छोरी मान्छेको जीवनमा बदलावहरू धेरै आउँछन्।